जंगल में सफारी साइक्लिंग good weather, very good, very nice. त्यो कत्रा ठाउँ रहेछ यार साइक्लिङ गर्न त हवालै छ है ल यो एरियामा यो भ्याल्भी पार्कको यतापट्टि साइडमा छ तपाईँ साइक्लिङ गर्न समरमा एकदम मनपर्छ भने यो एरियामा आउँदा हुन्छ बबा हाल्छ फिसिङ गर्न पनि यता हुँदो रहेछ पारी चाहिँ त्यो चाहिँ झन् अझ बबालै छ त्यता हो गर्मी भयो गाइजहरू कस्तो महँगो क्या यो फुल फुलेको भएर होला फुलको बास्ना पनि आएको छ यो सेतो फुल के फुल भन्छ यसलाई फुलको बास्ना महँगो सुनसान छ घाम लागिरहेको छ सुनसान कोही छैनन् म एक्लै घुमिरहेको छु मान्छेहरू साँझ पख क्याम्प फायर हान्ने यहाँ त बवालै ठाउँ रहेछ हौ यो त गर्मीको बेलामा आयो भने त सही होला यहाँ फुल फुलेर पहेँलै भएको छ भन्ने गीत थियो नेपालमा तर यहाँ फुल फुलेर सेतै भएको छ है पहेँलै होइन ल म यो पुरै भित्रभित्र देखाउँछु सब है गाइजहरूलाई डेनमार्क कोपनहेगनमा बस्नु हुने साइक्लिङ लभरहरूको लागि एकदम बवाल ठाउँ एक्लै आउँदा पनि हुन्छ साथीहरूसँग आउँदा पनि हुन्छ म पनि 10 वर्षमा फर्स्ट टाइम त होइन यता पहिला नि आएको थिएँ 2-3 चोटि तर यो भित्रपट्टि चाहिँ फर्स्ट टाइम है यता यस्तो दामी रहेछ कि त थाहै थिएन मलाई नि 10 वर्षमा पहिलोचोटि यतापट्टि आइयो यस्तो दामी ठाउँ रहेछ यार साइक्लिङ गर्ने अहिलेसम्म थाहा नै कोपनहेगनमा के छ र भन्दै बस्दै घुमे थाहा हुने पो रहेछ त घुम्न पऱ्यो नि साथीहरू घुम्नु पर्यो जिन्दगीमा अनि थाहा हुन्छ घरमै बसेर जाँड मात्रै खाएर हुन्छ त फ्रेस ओरेन्ज जुस लिएर पनि यसरी साइक्लिङ आउने गर्नु पऱ्यो अनि थाहा हुन्छ फ्रेस जुस लिएर पनि साइक्लिङ आउनु पऱ्यो अनि थाहा हुन्छ है गाइजहरू अनि थाहा हुन्छ यस्तो स्पिड हान्न नि पाइयो होइन सही हो भ्युज यहाँबाट यसरी गयो भने बवाल छ त्यो यहाँ के हो यस्तो यो समुद्र पारी जाउँ कि त्यो समुद्र पारी जाउँ तिम्रो त्यो चाल देखेर आज ला भनेको त्यही भएर होला नि त यस्तो दामी ठाउँ रहेछ यता जाम कि त्यता जाम कि त्यो पारी पनि त्यस्तै बवाल होला जस्तो छ त्यहाँ पारी साइक्लिङ त्यहाँ चाहिँ म गएको थिएँ पहिला नि खतरा रोड छ त्यहाँ चाहिँ त्यो चाहिँ स्पेसल्ली साइकलकै लागि भनेर बनाएको साइक्लिङ गर्नको लागि त्यही भएर अब यो समुद्र पारी वारी बसेर गऱ्यो नि भयो पारी गयो नि भयो है बवाल छ यार ल सही हो ल फर्स्टमा त मै हराउँछु क्या हो भित्रभित्र कता डुल्न त डुलिरहेको छु कता खोइ एक्लै घुम्दै तर ठाउँ चाहिँ दामी साइक्लिङ गर्नलाई अझ साँझ पखाएर क्याम्पिङ हानेर बसेर साइडमा यहाँ यसो खाएर साइकलमा फर्किन चाहिँ सही हो यार गाइजहरू यार ल यदि कसैलाई साइक्लिङमा इन्ट्रेस्ट छ र जाने हो भने मेरो चाहिँ यो चाहिँ बेस्ट रिकमेन्डेसन यो ठाउँको लागि one of the best in Copenhagen cycling तर घाम चाहिँ लाग्नुपर्छ है वेदर नि आउनुभयो भने रमाइलो फेरि
चिसो भयो भने त हावाले सेक्छ फै अब यतै जाउँ होइन साइकलमा नि बवालै छ क्या यतै जाउँ कहाँ घुमिँदो रहेछ हो त्यहाँ केटाहरूले क्याम्पिङ हान्न लाएर चाहिँ त्यता नजाउँ यता जाउँ आज यो भित्री यो माथि डाँडोमा जानु पर्ला त जाउँ यो चाहिँ सही हो यार यो डाँडोमाथि के छ त यहाँ साइकलै राखेर जानुपर्ने हो नि त माथि के छ भनेर त साइकल राखेर जाउँ है एक हातले साइकल हाल्ने माथि उकालिदिन्थेँ तर फेरि एउटा हातले मोबाइल भिडियो नि खिच्नै पऱ्यो होइन यस्तो हुन्छ कि जाडो होला चिसो होला भनेर ज्याकेट स्वेटर लाएर आइयो के हो त यहाँ त पुरै किल्ला काँगडा थियो कि अब पहिलाको राजाहरूको पालामा जस्तो साइकल उहाँ छोडेर आएँ म यता बेला फेरि लिएर भाग्दिनँ त होइन नभाग्ला आयो अनि हाँडो फेरि सुइङ गरेर च्याप समातेर झ्याप हानिदिन्छ नि फेरि केटोले मेरो साइकल चोर्ने आँट कसको रहेछ ल राति आएर क्याम्प फायर हान्दो रहेछ नि यहाँ ल सही हो यार साकुरा फुलेको त्यस्तो त्यो मान्छे गाड्ने च्यानमा जानुभन्दा त साइक्लिङ यहाँ आउनु नि आनन्द एकान्त सुनसान चराले चिर आवाज गरेको ठाउँ बाहेक केही सुनिँदैन यार गर्मी यार यो स्वेटर पक्कैमा लाएर आएछ गर्मी भएर खत्तमै बनायो राख्ने ठाउँ छैन तीसुकै गर्मी पनि भिरेरै हिँड्ने हो यस्तो बवाल रहेछ यार यहाँ त बवाल रहेछ बवाल ओ के बनाएर चाहिँ यस्तो के बनाएर चाहिँ म पनि त्यता पनि होला केही न केही यो पक्कै होला यहाँ माथि मैले पनि यति गरिदिएँ भने त नभत्के यताको निकालेर यता हाल्नु पऱ्यो ल फेरि भत्किएर गक्रा गुक्रु गयो भने ठिक छ ल नाइस यो के होला यो साइकल मेरो साथी टिक चल मेरे घोडे टिक सही हो काँस रहेछ यतातिर त नेपालको खोलाको बगर जस्तो कि साइक्लिङ गर्न चाहिँ दामी ठाउँलाई यताबाट त्यहाँ निस्किन सकेँ भने निस्किएँ नत्र म कता गएँ त फेरि गुगलसँग हेल्प माग्नुपर्छ फेरि कोही त यार पशु पन्छी केही भेटिन्न नि त पन्छी त चिर गरेर आएछ मृग यसो साइडमा आएर स्वागत गर्नु नि अङ्कल आज घुम्नु भन्ने थाहा पाएपछि त खोइ त सब डराएर साइड लगाए जस्तो छ सब डराएर घुम्नलाई खोइ त यार मान्छे पनि कोही छैन नि त यसो सायद यो क्याम्पिङ आयो भने बस्ने ठाउँ होला कि यो सायद क्याम्पिङ आयो पानी सानी पऱ्यो भने चाहिँ ओत लाग्ने ठाउँ पनि रहेछ है
खाइजहरू के झरे अब यस्तो के फुले अब के हो यस्तो यहाँबाट यता जाने हो कि एक राउन्ड जता गयो नि आफ्नै संसार संसारमा यहाँ विचित्र के भयो कस्तो दामी चौर छ त हो यता त तेरिका कस्तो दामी यहाँबाट कोपनहेगन स्काइस्केप गाइजहरू है ट्याक्कै त्यहीँ मुनि है म बस्ने त्यहाँ मुनि हो कति टाढा छ ए यति टाढा छ ल ठिक छ हिँड्नुपर्छ हेर अब चाहिँ फर्किनुपर्छ जति साँझ पऱ्यो उति रमाइलो रहेछ कि यता त यार एक दिन आउनु पर्ला हौ साँझतिर साँझ त के साँझ पनि 9 बजीसम्म घाम लाग्ने बेला हुनु लागिसक्यो अनि यतिखेर बल्ल आउनु भन्ने चाहिँ कति बज्यो होला 4 बजीतिर आउने भने ठिक्क हुने रहेछ 4 बजीतिर यहाँबाट निस्क्यौँ कि त्यहाँबाट चाक्लो छ होला थाले हाल्यो यहाँ त दिनभरि लाग्छ साइकल हिँडिराखेर गएछ ल गाइजहरू आजलाई यति नै यो ठाउँमा बाल रमाइलो रहेछ साइकल आउनुलाई अर्को भिडियोमा फेरि भेटौँ आजलाई साइन अफ साइन आउट